गाइस आज मैले यो किनेर ल्याएको छु यो मैले सेलबाट उठाएको ल के खानु गाइस हाई एभ्रीवन नमस्ते सबैलाई र फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर 3 month अफ ब्रेक 3 months चाहिँ मैले भिडियो बनाएको दिन आई एम सो सरी फर द्याट म भिडियो बनाउनु त खोजिरहेको थिएँ तर लाइक कन्डिसन पनि त्यसै थियो अनि फेरि 3 महिनाको भ्याकेसन चलिरहेको थियो कि मेरो कलेजबाट चाहिँ अनि अब काम पनि त गर्नु पऱ्यो नि त कलेज फी उठाउनको लागि सो म त्यही भएर चाहिँ अलिकति बिजी थिएँ र मेरो कन्डिसन पनि त्यसै थियो कि मैले भिडियो बनाउनतर्फ त मैले त बिर्सिनै सकेर छु कि युट्युबलाई त आई एम सो सरी फर द्याट र फेरि गाइस आइ एम ब्याक अगेन विथ अ न्यू भिडियो र आजको भिडियो चाहिँ हाम्रो के को बारेमा रहेको छ भन्दाखेरि चाहिँ थम्बनेलबाट थाहा पाइसक्नु होला चाहिँ आज चाहिँ म हजुरहरूलाई चाहिँ कोरिया चाहिँ कतिको एक्सपेन्सिभ छ र आज चाहिँ मैले ग्रोसरी सपिङ गरेर आएको छु र म हजुरहरूलाई चाहिँ आज ग्रोसरी हाम्रो ग्रोसरी मार्ट कोरियाको ग्रोसरी मार्ट चाहिँ कतिको एक्सपेन्सिभ छ र मैले चाहिँ आज मेबी 60,000 वनको सपिङ गरेर आयो होला मेबी लेट्स स्टार्ट ढिलो नगरिकन चाहिँ अब सुरु गर्न थालौँ ओके आई एम एक्साइटेड गाइज ओके लेट्स सी ओके हियर वी गो गाइज रिलेटिभ्सहरूले फोन गर्दाखेरि हरियो सागसब्जी भन्दा चाहिँ मासु नै सस्तो पर्छ होला है भनेर सोध्नुहुन्छ होइन तर द्याट्स एकदमै इन्करेक्ट किनभने चाहिँ मासु भन्दा चाहिँ मलाई चाहिँ किन है हरियो सागपात त्यसपछि अनि अरू भेजिटेबल्सहरू भन्दा चाहिँ मलाई चाहिँ मासु चाहिँ अलिकति महँगो नै लाग्छ अनि म फेरि एक्लै बस्छु अनि यो मासुहरूको चिकनहरूको पनि डेट हुने रहेछ क्या डेट भइसकेपछि चाहिँ लाइक 3-4 दिनमै सकाउनु पर्ने हुन्छ नि त्यो चाहिँ इम्पोसिबलै हुन्छ मलाई चाहिँ म भेजिटेबल्स चाहिँ अलिक बढी नै लिएर जान्छु किनभने म बार आउँदिनँ क्या म ग्रोसरी गर्नलाई लाइक त्यही 20 दिनपछि त्यस्तै गरी मात्र आउँछु गाइज अब चाहिँ मैले आज के सपिङ गरेँ भनेर चाहिँ म हजुरहरूलाई देखाउँछु आई होप यु गाइज विल इन्जोय इट ओके लेट्स स्टार्ट गाइज ओके हियर आर माई थिङ्स गाइज नाउ लेट्स सी कि यहाँ के छ भनेर ल मैले अरू पनि ल्याएको छु कि म फर्स्टमा देखाइहाल्छु ल यी गाइज आज मैले यो किनेर ल्याएको छु कि यो प्लान्ट्स हेर्नु न कस्तो क्युट छ क्या मैले फेरि सस्तो पनि देखेँ मलाई फेरि प्लान्ट्स एकदमै मनपर्छ र मलाई पहिलेदेखि चाहिँ मलाई प्लान्ट्स चाहिँ एकदम उगाउन मन थियो है ओ माई गॉड इट्स सो गुड कस्तो ब्युटिफुल छ कति ब्युटिफुल छ एउटा फुल चाहिँ फुली नै रहेछ होइन अनि मैले यो लिएर आएँ र यसको प्राइस चाहिँ पनि ग्रोसरीभित्रमै पर्छ है र यसको प्राइस रहेको छ 4,550 कोरियन ओन 400 मेबी 450 नेपाली यतिकै पर्न जान्छ र यो पनि ठिकै नै हो त्यस्तो महँगो लागेन मलाई र यो रहेको छ चिकन रहेको छ इट्स गाइज 9,000 कोरियन ओन 9,000 भनेपछि नेपाली चाहिँ 900 यतिको हाराहारीमा जान सक्छ नेपाली 900 को हाराहारीमा चिकन टिक 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 यो चाहिँ कस्तो 21 सम्म रहेछ डेट आज 15 मेबी आज 15 भयो भने चाहिँ 21 सम्म छ यसको डेट त्यही भएर म एक्लै बस्छु क्या त्यही भएर चाहिँ लाइक खाना चाहिँ हुने हुन्छ नि मलाई यतिको सपिङ गरिसकेपछि चाहिँ मलाई चाहिँ लाइक 20 दिनसम्म त मजाले पुग्छ 20 दिनसम्म र यो कर्नफ्लेक्स भोलि बिहान खानको लागि र यसको कस्ट पर्यो लाइक 5,000 कोरियन ओन ठिकै हो यो पनि 5,000 कोरियन ओन भनेको नेपाली 500 को हाराहारीमा यो चाहिँ मैले सेलबाट उठाएको ल यो चाहिँ सेलबाट उठाएको मैले त्यस्तो एक्सपेन्सिभ परेन यो पनि 2,000 कोरियन ओन भनेको नेपाली 200 मा त्यतिको नेपालमा चाहिँ त्यति पर्छ होइन अनि यु क्यान सी गाइस यो चाहिँ अलिकति राम्रै छ फेरि जस्तो त्यो सेलबाट उठाए पनि कस्तो राम्रो छ 200 मा त मैले अहिलेसम्म किनेको थिइनँ यो एकदम सस्तो मैले कोरिया आएदेखि यही सस्तो भनेको यही होला मैले फुच्चा भेटेको भनेको यही होला क्या सस्तो र यो चाहिँ मैले 2टा लिएर आएको छु किन सस्तो थियो भने मैले गुटुङ 2टा हालिदिएँ 2टा र यो भयो गाइस र आलु पोटेटो यो चाहिँ मेबी यसलाई पर्यो पोटेटोलाई पर्यो 2,850 कोरियन ओन भनेको नेपाली 280-290 को हाराहारीमा र यो पनि मैले 2टा लिएर आएको छु किनभने म अब 20 दिनसम्म मार्च जानेवाला छुइनँ त्यस कारणले र अर्को छ योगर्ट दही लिएर आएको छु मैले यो दही चाहिँ लाइक यति यो 100 ml को छ होला मेबी यसको प्राइस चाहिँ कति पर्यो भन्दाखेरि चाहिँ यसलाई चाहिँ 5,280 परेछ ठिकै हो यो पनि त्यस्तो महँगो लागेन ठिकै छ
र यो मेरो दही यो चाहिँ म बिहान कर्नफ्लेक्ससँग खानलाई दुध खान्थेँ कि म योसँग यो कर्नफ्लेक्ससँग दुध खान्थेँ तर दुधले चाहिँ कस्तो गाह्रो बनाएको जस्तो भयो दही पनि त्यही हो तर दहीसँग चाहिँ मलाई एकदम टेस्ट गर्न मन थियो त्यही भएर चाहिँ मैले दही लिएर आएको यो पनि ठिकै छ भनौँ र मसरुम यो मसरुमको प्राइस चाहिँ कति पर्यो भन्दाखेरि इट्स नट टु एक्सपेन्सिभ गाइज यो चाहिँ 1790 पर्यो यो पनि ठिकै हो तर अलिक कस्तो सबै यस्तो रहेछ यो त एउटा त अहिले मैले कस्तो नराम्रो उठाएको रहेछु है यो पनि मैले फ्रिजमा राख्नुपर्छ यो पनि अब पुऱ्याउनुपर्छ फर्स्टमा यो खानु पर्ला जस्तो लागेको दिदीलाई चाहिन्छ च्याउ पनि ठिकै नै छ गाइस ठिकै तर नेपालबाट आउने बित्तिकै चाहिँ मलाई यति महँगो लाग्थ्यो कि सामान त त्यो कुरै नगरौँ है त्यो म त खाँदै बरु नखाइकन बसौँ चाउचाउ खाएर बसौँ जस्तो फिल हुन्थ्यो क्या त्यस्तो महँगो तर बिस्तारै बानी पर्दै जान्छ बानी परिसकेपछि चाहिँ नर्मल लाग्न थाल्छ यो कुराहरू चाहिँ किनभने योभन्दा अगाडि चाहिँ अहिले मैले महँगो मार्टमा गएर हो कि त्यो टाइमै त्यस्तै भएर हो कस्तो महँगो आएको थियो कि मैले सबै सामानलाई चाहिँ आज चाहिँ प्राइसहरू चाहिँ एकदमै लाइक नर्मल रेन्जमै थियो त्यही भएर चाहिँ त्यही हो र यो चाहिँ साग यसलाई चाहिँ कति पर्यो भन्दाखेरि 2980 भनेको नेपाली 290-300 को हाराहारीमा के खानु महँगै छ क्या तर त्यो कम्पेयर गर्यो भने त टाउको दुख्छ होइन त्यसले कम्पेयर गर्नु हुँदैन ठिकै छ अब त बानी पर्नु पर्यो नि त र एउटा काउली बोकेर आएको छु यो काउली सस्तो थियो यो चाहिँ ओन्ली 900 कोरियन वोन भनेपछि सायद कति पर्यो भन्दाखेरि यो काउली कस्तो राम्रो काउली कस्तो राम्रो ठिकै छ यो काउली चाहिँ ओन्ली 9000 भनेपछि 990 भनेपछि यो काउली चाहिँ कस्तो राम्रो छ हेर्नु न कस्तो राम्रो क्या 9090 भनेपछि सरी 990 पर्यो यसलाई चाहिँ भनेपछि नेपाली चाहिँ त्यस्तै 90 रुपिस एउटाको 90 के खानु एक छाक हुन्छ मलाई दुई छाक हुन्छ तर मलाई दुई छाक मजाले हुन्छ त्यही भएर मलाई टेन्सन छैन फ्रिजमा राम्रोसँग स्टोर गर्छु यो मलाई 1 महिनासम्म यो पुरै हुन्छ मलाई 20 दिन भन्दा नि बेसी हुन्छ भन्न त के भन्नु है हुन्छ तर र अर्को रहेको छ पोटेटो यहाँ छ गाइस पोटेटो चाहिँ पहिले चाहिँ मैले उलेन र यो चाहिँ मलाई अहिले खान मन लागेर यो पनि योगर्ट र ओरियोवाला किटिङ त यति सामानलाई कति महँगो परिगयो क्या यो थाहा छ यो कतिलाई थाहा छ कोरियाको लागि एकदम फेमस मसरुम हो नि यो मसरुम भन्छ कि के भन्छ यो पनि त्यस्तो एक्सपेन्सिभ परेन यसलाई मेबी 1700 पर्यो 1700 भने चाहिँ नेपाली 170 समथिङ यस्तै हाराहारीमा पर्छ कैन सी गाइस यो र ब्रेड गाइस यसलाई पर्यो 2000 कोरियन वोन 2000 कोरियन वोन हो यो चाहिँ 2000 कोरियन त्यस्तो छ एक्सपेन्सिभै हो भनौँ न जम्मा 4वटा हुन्छ र यो चाहिँ पिनट्स स्पाइसी वान मलाई कहिले स्पाइसी खान मन लाग्यो भने त्यो पिनट्स र बाँकी चाहिँ अब उहरू चाहिँ उसबाट गर्नुपर्छ लाइक दालहरू खानु पर्यो भने चाहिँ म चाहिँ नेपाली मार्टबाट चाहिँ अर्डर गर्छु र त्यही हो मसलाहरू सबै नेपाली मार्टबाट हो अलिकति खजान खुजुङ मात्र कोरियन मार्टबाट किन्ने हो मैले र गाइस यति नै हो र एकदम यो भिडियो चाहिँ मैले छोटो मिठो भिडियो बनाएको छु सो गाइस किप लभिङ किप सपोर्टिङ ल एकदमै सरी कि म चाहिँ 3 महिनासम्म मैले भिडियो बनाउन पाइनँ सायद जब आइडी पनि फ्रिज हुन्छ कि के हुन्छ कुनै यो कतिको भ्युज आउँछ त आई डोन्ट नो तर किप लभिङ गाइज नभुल्नु होला मलाई र थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई लभ यु एभ्रिवान